बहिनीहरू, म यहाँहरूको नेपाली विषय शिक्षक वैकुण्ठ प्रसाद न्युपाने श्री आजाद माध्यमिक विद्यालय 5 खाल 12 बालुवा काभ्रे पलाञ्चोकको तर्फबाट सादर नमस्कार। नववर्ष 2080 को पावन अवसरमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा, सहकर्मी शिक्षक मित्रहरूमा, स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, नववर्ष 2080 को पावन अवसरमा यहाँहरूलाई माध्यमिक तहको कक्षा 10 नेपाली विषयको नयाँ पाठ्यक्रम, नयाँ पाठ्यपुस्तक र नयाँ कक्षामा हार्दिक स्वागत गर्न चाहन्छु। र आजको यस क्रियाकलापमा माध्यमिक तहको नेपाली विषय कक्षा 10 नेपाली विषयमा समावेश गरिएको कवि रामप्रसाद गेवालीद्वारा लेखिएको उज्यालो यात्रा शीर्षकको कवितामा आधारित रहेर निर्मित सामग्रीमा छलफल हुनेछ। आजको यस भिडियोमा मैले विद्यार्थी भाइ बहिनीहरू समक्ष कवि रामप्रसाद गेवालीको संक्षिप्त परिचय, उज्यालो यात्रा कविताको लयबोध तथा यसको भावार्थ बोध अनि शीर्षकको सार्थकता जस्ता विषय वस्तुमा केन्द्रित रहेर क्रियाकलाप सञ्चालन गर्नेछु। विद्यार्थी भाइ बहिनीहरू, अब हामी कवि परिचयतर्फ केन्द्रित बनौं। कवि रामप्रसाद गेवाली, डाक्टर रामप्रसाद गेवाली नेपाली भाषा तथा साहित्यमा चर्चित नाम। नेपाली शिक्षण तथा नेपाली विषयको शिक्षण तथा प्राध्यापन एवं लेखनमा सक्रिय गेवालीको जन्म विषम 2024 सालमा गुल्मी जिल्लामा भएको हो। माता कुन्ता देवी तथा पिता दुर्गा प्रसादका पुत्र रत्नका रूपमा गुल्मीमा जन्मिएका गेवालीले संस्कृत विषयमा शास्त्री तहसम्म र नेपाली विषयमा MA स्नातकोत्तर तह प्रथम श्रेणीमा प्रथम हुन सम्मको औपचारिक अध्ययन गरेका छन् भने स्वाध्यायबाट आफ्नो ज्ञान र बौद्धिकताको क्षितिजलाई फराकिलो बनाएका डाक्टर रामप्रसाद गेवाली नेपाली भाषा साहित्यको विकासमा सक्रिय बहुमुखी साहित्यिक स्रष्टा हुन्। नेपाली भाषा साहित्य र व्याकरणसँग सम्बन्धित रहेर गेवालीका दर्जनौं पुस्तकहरू प्रकाशित छन्। नेपाली साहित्यमा गेवालीका विवश आँसु नाटक 2044, परिवर्तनको मोडमा उपन्यास 2055, जीवनका घुम्तीहरू उपन्यास 2053, औँसीका फूलहरू महाकाव्य 2053, आख्यानकार पारिजात समालोचना ग्रन्थ 2058, पुतली र झुसिलकिरा कविता संग्रह 2059, एकादेशमा खण्डकाव्य 2061, सानी परिवीर बाज बालकथा 2061, असुर ग्यास कविता संग्रह 2062, सम्पत्ति एकाङ्की संग्रह 2063 आदि प्रकाशित भएका छन्। नेपाली साहित्यमा छन्दवादी तथा नैतिक एवं औपदेशिक कविता रचना गर्ने डाक्टर रामप्रसाद गेवाली विशेष गरी छन्दवादी कवि अर्थात् छन्दमा कविता लेख्ने कविका रूपमा परिचित रहेका छन्। विद्यार्थी भाइ बहिनीहरू, उज्यालो यात्रा कविताको लयबोध वाचन गर्छौं। लयबोध वाचन गर्ने क्रममा विद्यार्थी भाइ बहिनीहरू, मैले यो अनुष्टुप छन्दमा लेखिएको उज्यालो यात्रा कविताको शीर्षकको कविताको आदर्श वाचन गर्नेछु, नमुना वाचन गर्नेछु। विद्यार्थी भाइ बहिनीहरूले त्यसै अनुसार वाचनको प्रयत्न गर्नुहोला। अब मैले यो कविता अनुष्टुप छन्दमा लेखिएको भनिसके। कविता वाचन गर्नुभन्दा अगाडि अनुष्टुप छन्दको कविताका केही विशेषताहरूको बारेमा छलफल गरौँ। अनुष्टुप छन्दको एक श्लोकमा 4 पाउ हुन्छन्। प्रत्येक एक पाउ 8 अक्षरमा संरचित हुन्छ, 8 अक्षर रहेको हुन्छ र 2 पाउको एक पंक्ति अर्थात् एक हरफ रहेको हुन्छ र हरेक श्लोकमा प्रत्येक पाउमा 5औं अक्षर ह्रस्व हुन्छ भने 6औं अक्षर दीर्घ हुन्छ। पहिलो र तेस्रो पाउको 7औं अक्षर
दीर्घ हुन्छ अनि दोस्रो र चौथो पाउको सातौं अक्षर लघु हुन्छ। पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ हुने अनि दोस्रो र चौथो पाउको सातौं अक्षर ह्रस्व हुने, यसको चाहिँ यो सिद्धान्त हो। त्यसै गरी यस कवितामा आठौं अक्षरमा विश्राम हुन्छ भने पहिलो पाउमा प्रत्येक पाउको आठौं अक्षरमा गति अर्थात् विश्राम लिनुपर्ने हुन्छ। यो अनुष्टुप छन्दका कविताको विशेषता हो। अब हामी कविताको लय वाचनको प्रयत्न गरौँ। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन, घुटिएर सयौं पल्ट दाउरो बन्छ चन्दन। भएमा उच्च संकल्प छैन केही असम्भव, संकल्पैले बनेका हुन् महान मान्छेहरू सब। जसका कर्मले बन्छन् जिन्दगी हाँसिला सुखी, अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। जसका भावना हाँस्छन् मनमा रागिनी भरी, जसका जिन्दगी बाँच्छन् रातका चाँदनी छरी। जसका कर्मले लिन्छन् उच्च जीवनका पथ, तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव। उठेका कर्मले जो छन् गर्दै जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर। उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर। समर्पित भएका छन् जो सदा न्याय खातिर, संसारमा उठेका छन् तिनैका विजयी शिर। लोभ लालचमा छैनन् जसका मन मस्तक, जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्धत।
उदात्त कर्मको यात्रा जो गर्दछन् जो सधैँ सधैँ, उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ, आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। यस्तो आदर्श यात्रामा कहिले चलुला नि म, चन्द्र सूर्य बनी आफै कहिले बलुला नि म। आफ्नै पौरखले बाटो कहिले खनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म। विद्यार्थी भाइ बहिनीहरू, अब हामीले लयबोध गर्यौं। मैले वाचन गरेको नमुनालाई यहाँहरूले अर्थात् अन्य सरम्यामहरूले पनि अनुष्टुप छन्दका कविताहरू वाचन गर्नुभएको छ, त्यसलाई सुनेर यसलाई लयबद्ध वाचन गर्ने प्रयत्न गर्नुहोला। अभ्यासले नै मानिसलाई पूर्ण बन्छ। हामीलाई सरुगुरा गाईको स्वर असाध्यै मनपर्छ, त्यसै गरी नवराज लम्सालको स्वर असाध्यै मनपर्छ। उहाँहरू पनि अभ्यासले खारिएर त्यो मिठो गला र कलाको चाहिँ धनी बन्नुभएको हो। त्यसैले निरन्तरको अभ्यास र साधनाले नै सफलता प्राप्त गर्न सकिन्छ। विद्यार्थी भाइ बहिनीहरूलाई लयबोधको निम्ति म निरन्तर साधनाको आग्रह गर्न चाहन्छु। अब हामी कविताको भावार्थ बोधमा जाउँ। प्रत्येक पंक्तिको प्रत्येक श्लोकको भावार्थ बोध गरौँ। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन, घोटिएर सयौं पल्ट दाउरो बन्छ चन्दन। यदि कर्ममा तागत वा शक्ति छ भने जङ्गललाई नन्दन वा बगैँचा बनाउन सकिन्छ। अर्थात् कर्मशील मानिसका लागि संसारमा असम्भव भन्ने कुनै कुरा छैन। एउटा दाउरोलाई निरन्तर घोड्दा घोड्दा चन्दन बन्छ। अर्थात् निरन्तरको परिश्रम र मेहनतले मूल्यवान बन्न सकिन्छ। भएमा उच्च संकल्प छैन केही असम्भव, संकल्पले नै बने संकल्पैले बनेका हुन् महान मान्छेहरू सब। विद्यार्थी भाइ बहिनीहरू, संकल्प अर्थात् दृढ अठोट बिना मानिसले सफलता प्राप्त गर्न सक्दैन। यदि हामीसँग सफलता भयो, संकल्प भयो भने, अठोट भयो भने, संकल्प र दृढ अठोट लिएर काम गर्न सक्यौं भने संसारमा केही कुरा पनि असम्भव छैन। संसारका सबै महान मानिसको सफलताको कारक संकल्प नै हो। संकल्प अर्थात् दृढ अठोट सफलताको सोपान हो। मानिसको सफलता संकल्पता र दृढताले सम्भव भएको, बिना संकल्प मानिस सफल हुन सक्दैन। संकल्प नै सफलताको सोपान हो, सिडी हो, भर्याङ हो, खुट्किलो हो, आधार हो। त्यसै गरी अर्को श्लोक छ, तेस्रो श्लोक छ विद्यार्थी भाइ बहिनीहरू। जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी, अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी। लिन भन्दा दिन अगाडि सर्ने, अरूलाई दिनमा खुसी हुने व्यक्तिका कर्मले मानिसका जीवन हँसिला र सुखी बन्छ। अरूलाई सहयोग गर्न रमाउने मानिस आफू पनि सुखी र खुसी हुने र अरूलाई पनि सुख र खुसी दिन सक्छन्। त्यस्ता व्यक्तिहरूका जीवन नै हँसिलो बन्दछ, रसिलो बन्दछ, सुख र खुशीपूर्ण सन्तोषपूर्ण बन्न सक्दछ। अर्थात् कर्म, अरूलाई दिने कर्म गर्नुपर्दछ, अरूलाई सहयोग गर्ने कर्म गर्नुपर्दछ। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। विद्यार्थी भाइ बहिनीहरू, ईर्ष्या द्वेष वैमनस्यता शत्रुता त्यागेर प्रेमको पथ अँगाल्ने, प्रेमको प्रकाश छर्ने मानिस विश्वको गौरव बन्न सक्छ। अरूको ईर्ष्या गर्ने, कलह गर्ने मानिस अर्थात् मनमा कलुषित भावना राख्ने मानिस असफल हुन्छन्।
प्रेम, सद्भाव, सद्विचार एवं प्रेमपूर्ण जीवन बिताउने मानिसको जीवन गौरवपूर्ण बन्न सक्छ। प्रेमले नै मानिसलाई आदर्श बनाउँछ भने प्रतिष्ठा दिलाउँछ, इज्जत बढाउँछ। त्यसैले हामीले मनमा रहेका ईर्ष्या र द्वेष जस्ता चाहिँ विकारयुक्त भावनाहरू हटाउनु पर्दछ। जसका भावना छन् जसका भावना छन् मनमा रागिनी भरी, जसका जिन्दगी बाँच्छन् रातका चाँदनी छरी। जो मानिसका मनमा पवित्र भावना र शुद्ध विचार उत्पन्न हुन्छ, उसको जीवन रात्रिकालीन चाँदनी जस्तै चम्किलो र सुखपूर्ण र शीतलतायुक्त हुन्छ। अर्थात् मनमा कुनै खोट, विकारयुक्त विचार, क्लेश वा दुर्भावना नभएको व्यक्तिको जीवन रातको चाँदनी झैं प्रकाश छर्दछ। त्यस्ता व्यक्तिका उज्यालो भावनाले संसारलाई उज्यालो प्रकाश सम्प्रेषण गर्न सक्दछ। जसका कर्मले लिन्छन् उच्च जीवनका पथ, तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव। कर्मले उच्च जीवनको पथ रोज्ने अर्थात् महान कर्म गर्ने कर्मशील मानिसले देखाएको बाटो नै सारा विश्व जगतले पछ्याउँछ। असल कर्मले स्थापित भएका मानिसले देखाएको बाटो सबैले अनुसरण गर्ने गर्दछन्। कर्मले मानिसलाई गौरव गर्न लायक बनाउँछ। कर्मले नै मानिसको जीवन उच्च वा आदर्श बनाउँछ। त्यस्तो उच्च कर्म गर्ने मानिस सबैका लागि प्रेरक बन्दछन्। विद्यार्थी भाइ बहिनीहरू, फेरि अर्को श्लोक छ, 7औं श्लोक। जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर। मानव जातिले आर्जन गरेको ज्ञानले धरतीलाई स्वर्ग मनोहर मनमोहक बनाउन सक्नुपर्दछ। जो मानिस ज्ञानले, चेतनाले, विवेकले जुट्छ, त्यस्ता मानिसले धरतीलाई मनोहर र सुन्दर बनाउन सक्छन्, स्वर्गीय बनाउन सक्छन्। र कर्मले उठेका मानिसहरूले सुन्दरताको रचना गर्न सक्छन्। कर्मले सुन्दरताको निर्माण र रचना गर्नेतर्फ केन्द्रित हुनुपर्दछ। हामीले आर्जित गरेको ज्ञान र कर्मले धरतीलाई सजाउने, सिंगार्ने कार्य गर्न सक्नुपर्दछ। अर्को 8औं श्लोक छ। समर्पित भएका छन् जो सदा न्याय खातिर, संसारमा उठेका छन् तिनैका विजयी शिर। अर्थात् विद्यार्थी भाइ बहिनीहरू, न्यायको पक्षमा समर्पित भएका मानिस नै सदा विजय भएका छन्। सत्यमेव जयते, सत्य र न्यायको मार्ग कठिन भए तापनि अन्त्यमा न्यायको जित हुन्छ, सत्यको जित हुन्छ। न्यायको पक्ष पोषण गर्ने मानिस कहिले पराजित हुनु पर्दैन। संसारमा उनीहरू शिर ठाडो गरेर उभिन बाँच्न सक्छन्। कर्म नै सत्य र न्यायपूर्ण जीवनयापन हो। जो मानिस शिर ठाडो पारेर बाँच्न चाहन्छ, उसले सत्य र न्यायको पथलाई अँगाल्नु पर्दछ। न्यायको शिर संसारमा कहिल्यै झुक्दैन। विद्यार्थी भाइ बहिनीहरू, फेरि 9औं श्लोकमा रहेको छ। 9औं श्लोकमा कवि यस्तो भावना व्यक्त गर्नुहुन्छ। लोभ लालचमा छैनन् जसका मन मस्तक, जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्धत। मन मस्तिष्कमा लोभ लालच नभएका व्यक्तिहरू नै त्याग गर्न सक्ने स्वभावका हुन्छन्। लोभ लालचले मानव जातिलाई कहिल्यै माथि उठ्न दिँदैन। त्यस्ता मानिसले महान कर्म गर्न सक्दैन। लोभ, मोह, लालच, आसक्ति भएका मानिसमा त्याग र समर्पणको भावना हुँदैन। मनमा लोभ लालच नभएका मानिस सदा सर्वदा त्यागका लागि अग्रसर हुने गर्दछन्। 10औं श्लोकमा कवि यसो भन्नुहुन्छ।
उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। जो मानिस उदार कर्म र भावनाले अगाडि बढेका छन् तिनै आदर्श र नमुना बन्न सक्छन्। अर्थात् सहयोगी उदार भाव र विचारले मानिसलाई आदर्श र महान बन्न सक्छन्। कर्म नै मानिसलाई महान बनाउने महत्त्वपूर्ण आधार हो। सहयोगी अर्थात् उदार कर्म गर्नाले मानिस आदर्श बन्न सक्छ। को 11औं श्लोकमा यस्तो आदर्श यात्रामा कहिले चलौँला नि म, चन्द्र सूर्य बनी आफै कहिले बलुला नि म। कर्मले आदर्श बन्ने र कर्मको प्रकाश छर्ने यात्रामा कहिले चलौँला, चन्द्र सूर्य बनेर कहिले बलुला, अर्थात् संसारलाई प्रकाशमय पार्न सकौँला। चन्द्रले रात्रिको निष्पट्टतालाई चिर्दै सुमधुर र शीतल प्रकाशले उज्यालो छरेझै सूर्यले सारालाई उज्यालो ऊर्जा प्रदान गरी जीवन दिए झैँ कहिले गर्न सकौँला भन्ने भाव 11औं श्लोकमा कविले व्यक्त गरेका छन्। आफ्नै पौरखले बाटो कहिले खनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म। कवि आफ्नै श्रम पौरख र मेहनतले आफ्नो बाटो खन्न चाहन्छन्। जीवनमा सर्वोच्च कविता जस्तै लाभदायी र उपकारी बन्न चाहन्छन्। कविमा कहिले कविता जस्तै बन्न सकिएला भन्ने चिन्तन र विचारले अगाडि बढ्न सक्नुपर्छ भन्ने चेतना छ। आफ्नै कर्मले सबैले रसमा डुब्न सक्ने कविता रूपी जीवन बनाउनेतर्फ क्रियाशील हुनुपर्दछ। आफ्नै पौरखले आफ्नो जीवनको राजमार्ग तयार गर्न सक्नु पर्दछ र आदर्श जीवन उज्यालो जीवनतर्फ केन्द्रित हुनुपर्दछ भन्ने भाव कवितामा व्यक्त भएको छ। विद्यार्थी भाइ बहिनीहरू, अब हामी यो कविताको मूल भावतर्फ केन्द्रित रहौँ, मूल भावमा केन्द्रित रहेर छलफल गरौँ। कवि डाक्टर रामप्रसाद गेवालीद्वारा अनुष्टुप छन्दमा लिखित उज्यालो यात्रा शीर्षकको कवितामा नैतिक सन्देश सम्प्रेषण गरिएको छ। 12वटा श्लोकमा संरचित यस कवितामा अत्यन्त सरल र सम्प्रेष्य भाषाको प्रयोग गरिएको छ। सम्प्रेष्य भाषाको प्रयोग गरिएको छ। सर्वोत्कृष्ट मानव जीवनलाई कसरी उज्यालो पारी आदर्श र महान व्यक्ति बन्न सकिन्छ भन्ने भाव वा विचार कवितामा व्यक्त भएको छ। महत्त्व नबुझ्दा दाउराको रूपमा प्रयोग हुने शिरखण्ड पनि धेरै पटक घुटिएर पवित्र चन्दन बनेर पूजामा चढाइने, कर्मशक्तिले जङ्गललाई उद्यान वा बगैँचा बनाउन सकिने, उच्च सङ्कल्प र विचारले मानव जीवनको यात्रालाई उज्यालो बनाउन सकिन्छ। महत्त्व नबुझ्दा दाउराको रूपमा प्रयोग हुने शिरखण्ड पनि धेरै पटक घोटिएर पवित्र चन्दन बनेर पूजामा चढाइन्छ। कर्मशक्तिले जङ्गललाई उद्यान वा बगैँचा बनाउन सकिन्छ। उच्च सङ्कल्प र विचारले मानव जीवनको यात्रालाई उज्यालो बनाउन सकिन्छ। कर्मशील मानिसको जीवन सदैव सुखी र खुसी हुन्छ। मन मस्तिष्कबाट ईर्ष्या, द्वेष, कलह, वैमनस्यता त्यागेर प्रेमको सौरभ छर्दै उपकारी जीवन जिउनुपर्छ। हामी स्वयं उदाहरणीय व्यक्तिका रूपमा स्थापित हुने प्रयास गर्नुपर्छ। हामीले आर्जन गरेको ज्ञान र कर्मले धरतीलाई मनोहर र स्वर्ग बनाउनुपर्छ। कर्म विनाश, ध्वंस र सर्वनाशका निम्ति नभएर निर्माणका लागि हो। मन मस्तिष्कबाट लोभ, लालच आदि दुर्भावना त्यागेर न्यायमा समर्पित हुनुपर्दछ। विश्वमा आदर्श, अनुकरणीय र नमुना बन्नका लागि उदार भावना र सहयोगी परोपकारी विचार राख्न सक्नुपर्दछ। उज्यालो आदर्श जीवन यात्रामा लाग्न ढिला गर्न नहुने, चन्द्र सूर्य जस्तै चम्केर अन्धकार हटाईहरूलाई उज्यालो प्रदान गर्न सक्नुपर्ने, आफ्नो पौरखले आफ्नो सत्मार्ग निर्माण गर्न सक्नुपर्ने, जीवनलाई उपकारी, भावपूर्ण र रसयुक्त सर्वोच्च कविता जस्तै बनाउन लागि पर्न सकेमा उज्यालो भविष्य सहितको उज्यालो यात्रामा लाग्न सकिने
भाव कवितामा व्यक्त भएको पाइन्छ। सत्कर्म, सद्व्यवहार, न्याय र समर्पणले मानिसलाई आदर्श र महान बनाउने भाव वा सन्देश कवितामा प्रस्तुत भएको छ। विद्यार्थी भाइ बहिनीहरू, हामी कविताको शीर्षकीय सार्थकतामा केन्द्रित रहेर छलफल गर्छौँ। कविताको शीर्षकमा दुई शब्द उज्यालो र यात्राको संयोजन भएको पाइन्छ। उज्यालोको अर्थ अँध्यारो नभएको प्रकाश, ज्योति वा चम्किलो हुन्छ भने यात्राको अर्थ एक ठाउँबाट अर्को ठाउँसम्म जाने काम वा भ्रमण हुने भन्ने हुन्छ। कविताको शीर्षक उज्यालो यात्राले जीवनलाई कसरी चम्किलो, प्रदीप्त र प्रकाशपूर्ण बनाउन सकिन्छ भन्ने आशय वहन गरेको पाइन्छ। कविताको सम्पूर्ण विषयवस्तु मानव जीवनलाई कसरी सार्थक, सफल र आदर्श, उज्यालो र महान बनाउन सकिन्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ। उज्यालो जीवनका लागि पालना गर्नुपर्ने विचार र व्यवहारको चर्चा कवितामा भएको पाइन्छ। मानव जीवनलाई आदर्श, महान र नमुना बनाउन नैतिक र नैष्ठिक जीवनयापन गर्नुपर्ने भाव वा विचार सम्प्रेषित कविताको शीर्षक सार्थक रहेको छ। अत विद्यार्थी भाइ बहिनीहरू, कविताको उद्देश्य, मूल भाव र शीर्षक बीच त्रिकोणात्मक सम्बन्ध स्थापित छ। त्यसैले पनि कविताको शीर्षक उज्यालो यात्रा सार्थक रहेको छ। विद्यार्थी भाइ बहिनीहरू, जहाँ रहनुहुन्छ स्वस्थ, मस्त र व्यस्त रहनुहोस्। तपाईहरूको कक्षा 10 को अध्ययन सुखपूर्ण, सन्तोषपूर्ण र उपलब्धिमूलक रहोस्। फेरि पनि नववर्ष 2080 को पावन अवसरको उपलक्ष्यमा सफलताको, सार्थकताको हार्दिक शुभकामना भन्न चाहन्छु। शुभकामना। नमस्कार।